मलाई आज बल्ल थाहा भयो मनी फेम र सोसल मिडियामा देखावटी अझै नि चल्दो रहेछ। हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा। म आज बुटवलमा भएको लुम्बिनी साना तथा मजौला ढुवानी व्यावसायिक संघको 12औं एनिभर्सरीमा सब गाडीहरूलाई इन्भाइट गरिएको थियो। सुरुमा दाइ र म जाने प्लान भएको थियो, तर भैरवमा पुग्दा त दाइको साथीको एक्सिडेन्ट भएर दाइ साथीलाई भेट्न जानुभयो। त्यसपछि मनी एक्लै छु के जानु भनेर सोचेथे, तर मसँगै 12 पढेका साथी ठ्याक्क गाडी लिएर बुटवलको सब्जी मन्डी माल लोड गर्न आएको थिए। त्यसपछि मनी गाडी चढेर बुटवल पुगेर सँगै चिया पार्टी गरेर लागे इभेन्टतिर। इभेन्ट त 10 बजेबाटै सुरु थियो। बसवाले रोकी चलाएकोले लास्टै अबेला भएको थियो। त्यसपछि 2 बजे पुगेर भाषणहरू चलिरहेको थियो। अबदेखि यो समितिमा थर्ड पार्टी इन्सुरेन्स भएको जति गाडीहरू यदि गाडी एक्सिडेन्टमा परे वापत मान्छेलाई फुल ट्रिटमेन्ट र गाडी जति बिग्रे नि 10,000 मात्र दिने नियम बनाइएको छ। त्यसपछि फोन स्विच अफ भएर चार्ज लाउन होटल साउनीलाई चार्ज लगाइदिन रिक्वेस्ट गरेको, चार्जर हुँदा नि लगाइदिनु भएन। एकछिन त बेकारमा आए जस्तो भएको थियो। मलाई लाग्छ दया माया सोसल मिडियामा मात्र रहेछ।